अस्मिता तेरो पैसा झरो टिप हे झरोस् म झरेको पैसा उठाउँदिनँ हिँड्दा पनि ढिलो भइसक्यो राम्रो छ नि यो आधा चाहिँ फिल्म होइन तैँले नै लानुपर्छ यति धेरै धनी छेस झरेको पैसा त टिप्दिन अरे त टेन्सनै नलिन जबसम्म मेरो दाइ हुनुहुन्छ मलाई केही कुराको पनि टेन्सनै छैन त यहीँ बस्दै गर म अहिले पैसा लिएर आइहाल्छु मलाई पैसा चाहिएको छ कति 1000 रुपियाँ एकछिन बस्दै गर होला म दिन्छु म्याडम 1000 रुपियाँ चाहिएको थियो घरमा बाबा बिरामी हुनुहुन्छ कति माग्छस् पैसा त्यहाँ काम गरिसक पहिला अहिले दिउँला हस् हुन्छ हजुर मम्मी के को आयो तँलाई यहाँ काम गरेर राखेको कि फोनमा बोलेर राखेको त्यहाँ राम्रोसँग काम गर तँलाई अझै कम भयो त्यो पैसा अघि भनेको थियो ला ल के भएछ यसलाई फेरि काम पो गर्नु पर्यो यसलाई के भयो फेरि के खोज्दैछ यहाँ 10 मिनट अगाडिसम्म त म झरेको पैसा टिप्दिनँ भन्दै थिइस् फेरि अहिले के भयो मलाई आजसम्म यो पैसाको महत्त्व थाहा थिएन तर जब मैले आज मेरो दाइलाई काम गर्दै देखेँ कति धेरै गाली सुन्नु पर्यो यति जाबो पैसाको लागि तब मात्र मैले यो पैसाको महत्त्व बुझेँ